हामी पिरियडबाट पनि सिरियड भइसक्यो मान्छेहरू अब उपाय छैन अब श्राद्ध गर्नु मात्रै बाँकी छ अब हजुरहरू भएको मौकामा यतिको लागि चाहेको थियो जस्तो चाहे त्यस्तै भएको छ सपनामा पनि हजुरलाई सम्झिन्छु विपनमा पनि हजुरलाई सम्झिन्छु हजुरले यति चाहिँ गरिदिनुपर्छ यो पसलामा हेर्नु सपनामा पनि सम्झिन्छु म त विपनाको त कुरै छोडिदिनुहोस् हजुर अब मेरो मन्त्रालयको अन्तर्गत पर्दैन म थाहा नभएको कुरा म तपाईँलाई अब म लाल पूर्जा दिन्छु भनेर म भन्न मिल्दैन होइन तर मैले चाहिँ भूमि मन्त्रालयसँग चाहिँ कुरा गरिसकेको के रहेछ भनेर बुझ्नु पऱ्यो नि त त्यो नबुझिकन तपाईँ यहाँ आएर अब तपाईँलाई चित्त बुझाउनुको लागि मैले चाहिँ हुन्छ हुन्छ म दिन्छु भनेर भन्नु त मैले मिल्दैन कि सबै सरकारहरू हजुरले बेलामा आउनुहुन्थ्यो अरू बेलामा आउनुहुन्थेन बाहुन सरकारलाई बेच्ने जहिन जनताले गर्दा हामी बनेको अब आइनबाट खुसी गर्नुपर्छ खुट्टा गइहाल्थ्यो पर्दैन यहाँ यसो हजुरलाई भेटेको थिएन उहाँ त 4 चोटि आइसक्नु आज त उहाँलाई त हामी त भेट्नु पाएर कस्तो खुसी भएको खुसीको सीमा नै छैन नदिनु होला हाम्रो आशा पुरा गरिदिनु होला म त नदिने तपाईँलाई लाल भनेपछि उहाँको मनमा हामी माथि धेरै माया रहेछ ल यति चाहिँ बुझेँ मैले हामी माथि धेरै माया रहेछ उहाँको बुझेँ दिनुहुन्छ उहाँले अब हेर्नु आशै बोकाउनु सबैजना दिदीबहिनी हो हामी माथि माया छ भन्नाले सर माथि के माथि भनेको पुस्ता भयो अब 4 पुस्ता हुन्छ कि भन्यो भने पनि त्यस्तो मौका कहिले पाएको थिएन हजुरले देखेको छ होइन आज दैव भगवान आज चाहिँ आइहाल्छ हाम्रो पटलामा ठुलो कुरा हो तर यो मौकालाई नगुनाइदिनु होला अहिले हजुरहरूको मौकामा नगऱ्यो भने त कुनै पनि काममा कहिले पनि हुँदैन त्यही भएर यो बेलामा त अब हजुरलाई जे गर्नुपर्छ भन्नु हामी बोक्नुपर्छ टोक्नुपर्छ कहीँ लानुपर्छ बोकेर के गर्नुपर्छ भन्नु हामीले बोकेर त ठाउँमा पुर्याइदिइहाल्यो पंखा ल्याउने छैन पंखा टेबल खान्छ छैन टेबल खान मैले भनिदिएको त्यो पनि गाडीलाई हाम्रो चोकमै छ चोकमै छ चोकमा भन्नु न रोडमै छ नि रोडमै छ चोकमै छ मुख हेर्नु पाइयो हजुरको बहुत खुसी लागेको छ धेरै धेरै हेर्न पाइयो नि हामीलाई धन्यवाद अनि लाइक गरेको त्यसलाई लाइक गरेर म यहाँ आएको नातिसँगै बसेर हेर्नु लाल पूजा अब हाम्रो उसको नाममा पास गर्दा हुँदैन 18-20 वर्ष नपुगेर मेरो छोरा झन् तपाईँको फ्यान हाम्रो नाममा त गर्नुपर्छ होइन त्यस्तो आन्दोलनमा मेरो छोरा जुलुसमा हिँडेको जेनजी भन्दै नमस्कार ह्यान्डसेक गरिसकेको छ होइन यहाँ बसेर ल म एउटा फोटो खिचिदिन्छु ल साँच्ची आनु फोटो कुरा गर्नु मलाई थाहा छैन कि अहिले थाहा नभएको कुरा म बोल्दैन यो कुरा त सुन्नु भएको होइन उहाँलाई थाहा छैन आज जानकार हो आज त व्यक्तिगत कुरा गर्नु एकछिन है मेरो छोरा फोटो खिच्नु भने कसले सिकायो पहिल्यैदेखि फोटो खिच्ने भन्ने पूजा त मुख हेर्नु पाइन्छ छिटो पूजा हिजो पनि त बसेर है के अरे गुरु आउँछ अनि म फोटो खिच्छु हात मिलाउँछु भनेर
अब हामी आउने पो आउँछ अब आउन दिए पो आउँछ अब आउन दिए पो आउँछ सजिलो कुरा हो म कुरा उठाउनु त म कुरा उठाइदिन्छु कि मजाले उठाइदिनु होला त्यो हुन्छ त्यसरी हेरेको अब यो नम्बरी हुने भयो त्यसो भन्दा त उहाँले जहाँ हात हाल्नुभयो त्यहाँ सक्सेस छ यो कुरो चाहिँ हामी पनि मानिरहेको छ ठिक छ होइन यो कुरालाई पनि पुरै हुन्छ भन्ने एकदमै आशामा छ अब यस्तै हाम्रो साथ हुनु नपर्ने सिधै होस् कि अब मन्दिर आयो भने शिवराम मात्रै आउँछ पत्ला कहिले आउँछ मैले देखेको थिएँ बदलाएन अब शिवरा पुग्छ त नि हिजो नि आएको हामी पनि हामीले त सुने दिन्छ भनेर अस्ति पनि आएको अरू त आउनुहुन्थेन अरू त आउनु हामी जनता यस्तै हो सर हेर्नु अब हाम्रो मान्छे यही हो नाच्नु अरू केही मोबाइलमा हेरेर जस्तो सम्म त्यस्तै छ त्यस्तै कति गोल हाने 10 गोल हान्थे कहिले हाने 10 नम्बर हो कि 10 गोल चाहिँ हाने 10 गोल हानेको गोल हानेको कि नम्बर हो गोल नम्बर अनि किन गोल हुने म बुझ्दैन म